हेलो साथीहरु, आज म सेयर गर्छु क्रिमवाला मटर पनिरको सब्जी। यसको लागि म 3 प्याजले यसलाई मसिनो काटेर अब यसलाई मजाले फ्राई गर्छु। फ्राई गरिसकेपछि अब मसलाको लागि अदुवा लसुन प्याज अनि टमाटरले यसलाई चाहिँ 2 मिनेटपछि पकाएर अब फ्राई गरेको प्याज र पकाएको प्याजलाई म पेस्ट बनाउँछु। पेस्ट बनाइसकेपछि यही कराईमा थोरै जिरा राखेर यो पकाउनुपर्छ। यसमा राख्दै म सब्जी मसला बेसार नुन अब यसलाई छोपेर पकाउनु पर्छ, न त यो अलि छिटेर पर्छ। छोपिए यता चाहिँ म अब मटर पनिरलाई रेडी पार्छु। पानी उम्लिसकेपछि यसमा राखेँ म मटर अब 2 मिनेट जति उमाल्नुपर्छ। त्यसपछि पनिरलाई चाहिँ पकाउनु पर्दैन, तातो पानीमा राखेको मात्रै हो। अब यसलाई सबै पानी निचोरेर अब त्यही पेस्टमा म राखिदिन्छु। यसलाई राखेर 5 मिनेट जति पकाउनु पर्छ। 5 मिनेट पकाइसकेपछि अब यसमा राख्छु म क्रिम राखेर यो खानालाई रेडी हुन्छ। तपाईहरु यसलाई पुरीसँग, नानसँग, रोटीसँग पनि खान तपाईहरुलाई यो रेसिपी मन पर्यो भने लाइक गर्नु, सब्स्क्राइब गर्नु, शेयर गर्नु होला।